नमस्ते, म चाहिँ बिएलटी ब्लगर च्यानल युट्युब च्यानलबाट हैन। आज चाहिँ म तपाईहरुले यो मैले मकै रोपेको छु हैन। यो ठ्याक्कै यहाँ देख्नुभयो नि, यो मकै रोपेको छु। यहाँ चाहिँ म पानी हाल्दै छु है। यो चाहिँ मैले लगभग मङ्सिर अन्तिममा चाहिँ रोपेको मकै हो। लगभग यो मकै चाहिँ मैले रोपेको लगभग 2 महिना पुरापुरी हुँदा चाहिँ बिजाउने बेला भएको छ। चाहिँ यसरी म ठ्याक्कैसँगले तपाईहरुले देख्न सक्नुहुन्छ हैन। म चाहिँ भिजाइराखेको छु। यो चाहिँ ठ्याक्कै मैले एकहोरे गोडे र दोहोरे गोडे भन्छन्। मैले चाहिँ यो दोहोरे गोडे गरेपछि यसरी ठ्याक्कै पानी ल्याएर चाहिँ खेतमा हाल्नुपर्छ। ठ्याक्कै हेर्नुहोस्, मकै पनि एकदम राम्रो तरिकाले आएको छ हैन। मेहनत अनुसार फल पक्कै पाइन्छ होला भन्ने आश पनि छ र यसरी पानी पनि लगाइराखेको छु। मकै एकदम राम्रो आएको छ र यो चाहिँ मैले लगभग गोडेको 7 दिनमा चाहिँ मैले यहाँ पानी हालेको हो। यो चाहिँ यताबाट मैले चाहिँ कुलेसो बनाएर चाहिँ यहाँसँग ठक्कै यहाँ पर पाइप छ। यो पाइपबाट चाहिँ मैले ल्याएर चाहिँ यहाँ मकैले भिजाउँदै गरेको छु। अब लगभग ठ्याक्कै मेरो चाहिँ यो भिजाउने बेला भएको र भिजाइराखेको छु। साथीहरुले पनि तपाईहरुले पनि अब यति मकै खेती गर्दै हुनुहुन्छ भने ठ्याक्कै तपाईहरुले पनि गोडेको 7 दिनमा ठ्याक्कै तपाईहरुले पानी हाल्नुपर्छ हैन। त्यति दिन भित्रमा चाहिँ तपाईहरुले जुन चाहिँ युरिया, डिएपी, पोटास के मलहरु हालेर तपाईहरुले डोरे गोड्नुहुन्छ नि, त्यसपछाडि चाहिँ ठ्याक्कैसँगले मकैमा चाहिँ पानी हाल्नुभयो भने एकदम बेटर हुन्छ। उले चाहिँ त्यो एक साता भित्रमा चाहिँ माटोले पुरे चाहिँ त्यो ग्यास चाहिँ त्यो पुरै ठ्याक्कैसँगले ग्यास चाहिँ जान पाएको हुँदैन। त्यो ग्यास चाहिँ अनि फेरि हामीले पानी हाल्दियौँ भने त्यसको पौष्टिक तत्व अथवा रासायनिक पौष्टिक तत्वको त्यो खाद्य वस्तुहरू चाहिँ राम्रोसँगले चाहिँ पानीले चाहिँ फेरि घोलेर बिलाइदिन्छ। त्यही भएर एकदम बेटर हुन्छ गोडेको 7 देखि 8 दिनसम्ममा पानी हाल्नुपर्छ है साथीहरु।